हर्क साम्पाङको चर्चा र विवाद प्राय उनको काम गर्ने शैली, विचारधारा र अभिव्यक्तिका कारण हुने गर्छ। उनी प्रष्ट सोझो बोल्ने र परम्परागत राजनीतिक दलहरूको आलोचना गर्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। यसकारण धेरैले उनलाई खुलेर समर्थन गर्दछन् भने केहीले आलोचना गर्ने गर्दछन्। घुम्ने कुर्सीमा गएर बस्न त आनन्द भयो नि त। अब मलाई यो झ्याउ भयो है। अब अहिले यसो गरेर भुइँमा राखेँ भने हेर मैले लगाइदिएको खाता त्यसले त्यहाँ गएर फाल्यो भन्यो। त्यसले गर्दा मलाई खदामाला चाहिँदैन। नेपाली अभियानमा धरानको पानीको समस्या समाधानका लागि उनले व्यक्तिगत रूपमा स्रोतहरूमा पुगेर पाइपलाइन जडान, सरसफाई र प्रचार गरेका छन्। उनी आफै काँधमा पानी बोकेर कामदारहरूसँगै लागेको दृश्यहरूले उनलाई लोकप्रिय बनाएको छ। आउँदा दिनहरूमा म भनेको अफिसमा बस्ने घुम्ने कुर्सीमा बस्ने मेरो होइन। म भनेको खोलाखोलीमा कुदिरा अनिवार्य रूपमा शुक्रबार जनतालाई पानी कक्षा सकिएर युजल्ली 1 बजी क्लास सिद्धिन्छ। 1 बजी पछाडि चाहिँ नै 1 घन्टा एक्स्ट्रा चाहिँ लागु औषध विरुद्धको आधी घन्टा र यो चाहिँ नै के अरे ट्राफिक नियम पालना गरौँ भन्ने। उनले धरानका विभिन्न परियोजनामा हुने आर्थिक अनियमितताहरूको आलोचना गरेका छन्। उनले सरकारी स्रोतको दुरुपयोग नगर्ने, विलासीबाट टाढा रहने जस्ता उदाहरण प्रस्तुत गरिसकेका छन्। परम्परागत राजनीतिक दलहरूप्रति उनले खुलेरै असन्तुष्टि व्यक्त गर्ने गर्दछन्। उनी स्वतन्त्र रूपमा काम गर्ने तरिका रुचाउँछन् र पार्टीको नीति तथा भ्रष्टाचारलाई कडा रूपमा विरोध गर्दछन्। हैन पसिना केही बोल्दैन, बोल्ने भए पो केही भन्नु, पसिना बोल्दैन है। उनी धेरैजसो भावुक रूपमा बोल्दछन्। उनले कतिपय अवस्थामा विवाद निम्त्याउँछ। उनको अभिव्यक्ति शैली केहीलाई अत्यन्तै प्रेरणादायी लाग्छ भने केहीलाई अनावश्यक उत्तेजक लाग्न सक्छ। आलोचकहरू भन्छन् कि उनले केवल अभिनय चलाउने तर ठोस व्यवस्थापन गर्न नसक्ने गरेका छन्। मेयर हैसियतमा योजनाबद्ध नीति निर्माण गर्नुपर्नेमा उनी बढी प्रदर्शनमुखी भएको टिप्पणी गर्दछन्। कतिपय समय उनी नगरपालिकाका कर्मचारीहरूसँग सार्वजनिक रूपमा असन्तुष्टि पोख्छन्, जसले विवाद सिर्जना गर्ने गर्दछ। कर्मचारीहरूले उनलाई समन्वय गर्न नसक्ने र एकल निर्णय लिने स्वभावको भनेर आलोचना गर्दछन्। उनी कट्टर समर्थकहरू उनलाई धरानका लागि क्रान्तिकारी नेता मान्दछन्। अर्कोतर्फ आलोचकहरू उनलाई अपरिचय, योजनाविहीन र एकलौटी स्वभावको व्यक्तित्वका भन्ने चित्रण गर्दछन्। हर्क साम्पाङ अलग शैलीका नेता हुन्। उनको काम गर्ने तरिका, भाषण र सिद्धान्तका कारण उनी चर्चा र विवादमा रहिरहन्छन्। उनका समर्थकहरू उनलाई इमानदार र देशभक्त नेता मान्छन् भने आलोचकहरू उनलाई व्यवस्थामा कमजोर देखिन्छन्। तपाईहरु भिडियोमा देख्न सक्नुहुन्छ यहाँ चाहिँ जनश्रमदान गर्न चाहिँ विभिन्न ठाउँबाट पाल्नुभएका व्यक्तित्वहरू हुनुहुन्छ। त्यसैगरी विद्यार्थीहरू पनि हुनुहुन्छ। टिपोट सेकेन्डरी स्कुलका विद्यार्थीहरू पनि हुनुहुन्छ। धरानबाट पुलिस स्कुलबाट पनि आउनुभएको स्टुडेन्टहरू हुनुहुन्छ। सबैले मिलेर यहाँ चाहिँ जनश्रमदान गर्नुभएको छ, जसले ढुङ्गा यसरी बोकेर चाहिँ सानो सानो ढुङ्गाहरूलाई
अगाडिबाट क्यामेरा ढुङ्गाहरूलाई चाहिँ पास गर्दै त्यो गिटी कुट्ने ठाउँसम्म यहाँ माथि गिटी कुट्ने ठाउँ तपाईँ देख्नुहुन्छ त्यो जेसिबीदेखि माथितिर तपाईँलाई हामी जुम गरेर देखाउँदैछौँ जुम गर्दैछु म त्यहाँनिर ढुङ्गा उठिँदैछ र त्यहाँसम्म लानको लागि यसरी पास गर्दै यसरी नेपालको विभिन्न ठाउँदेखि सुन्दर हरैँचा तेर्सोङ ताप्लेजुङदेखि पनि आउनुभएको छ विद्यार्थीहरूले यसरी सहयोग गर्नुभएको छ आज शनिबारको दिन भए पनि यहाँ खोलैभरि चाहिँ श्रमदान गर्ने व्यक्तित्वहरू हुन्छ कोही श्रमदान गरेर फर्किँदै हुनुहुन्छ कोही जाने क्रममा हुनुहुन्छ तपाईँ देख्नुहुन्छ यहाँ मात्रै नभएर यो माथि सबै खोलाभरि तपाईँ देख्दै हुनुहुन्छ ल यस्तो छ यहाँको आफ्नो साथीहरूलाई खोज्दै हुनुहुन्छ तपाईँ यो आफ्नो मान्छेलाई यहाँ बोलाउँदै हुनुहुन्छ यहाँ जनसम्मान गर्न चाहिँ सुन्दर हरैँचा लेखी आउनुभएको छ किराँत याक्थुङ